पाखण्डवादले हाम्रो दिमागमा निकै गहिरोसम्म जरा गाडेको छ। त्यसकै कारण हामीहरू यतिसम्म विवश छौँ। यो पृथ्वीलोक जहाँ हामी विद्यमान छौँ, यहाँ मानव प्राणीको मात्रै होइन, सम्पूर्ण जीवहरूको जीवन अस्थायी छ। यानि कि यो लोकमा यत्र तत्र सर्वत्र मृत्यु नै मृत्यु छ। त्यसैका कारण हामीहरूले धेरै आफ्ना भनिएका र जगतको नाताले समेटिएका थुप्रै आमाबुवाहरू, दाजुभाइ, दिदीबहिनीहरू कर्मश गुमाइरहेका छौँ र भविष्यमा पनि गुमाउनेछौँ। यति हुँदा पनि हामीहरूमा साँच्चै जीवन कहाँ छ त भनेर खोजीनीति गर्ने सोचको विकास भएन। यो दुःखद पक्ष हो। पछिल्ला वर्षहरूमा बिस्तारै यो हाम्रो शरीरमा रहेको जीव, यो हाम्रो शरीर बदलिए पनि यो शरीरबाट यो जीव छुटिएर जाँदाखेरि यो माटोको शरीर माटोमै विलीन भए पनि यो जीव कहिल्यै मर्दो रहेनछ भन्ने कुराको चेतको विकास बिस्तारै नेपाली समाजमा पनि हुँदै गएको छ। र आज विश्वविख्यात जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको दिव्य ज्ञानबाट सिङ्गो विश्व मानव समुदाय सिञ्चित भइरहेको छ। कता कता खुसीले गदगद पनि हुने गर्छ। यो मानसपटलमा मोक्षका तरङ्गहरू फैलिने गर्छन् र मेरो सादर निवेदन यो जगतको नाताले भेट्ने तपाईँ सबै बुवामा, दाजुभाइ, दिदीबहिनीहरूलाई पुनः सादर निवेदन छ। कम्तीमा तपाईहरूले सन्त रामपालजी महाराजलाई तिरस्कार होइन कि स्वीकार गर्ने बानीको विकास गर्नुहोस् र आफ्ना आफन्तहरूको, आफ्नो परिवारजनहरूको आत्मकल्याणको निम्ति सहयोगी बन्ने कोसिस गर्नुहोस्। साँच्चै भन्नुपर्दा यति बेला विश्वमा चुनौतीहरू मात्रै अगाडि देखिएका छन्। यी चुनौतीहरूबाट पार पाउनको निम्ति एउटा मात्रै विकल्पको रूपमा, अथवा भन्नुपर्दा विश्वविख्यात जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको ज्ञान निर्विकल्प ज्ञान हो। किनकि दुनियाँमा अर्को तत्त्वदर्शी सन्त छैन, केवल उहाँ मात्रै हुनुहुन्छ। त्यसो हुँदा यो निर्विकल्प ज्ञानलाई आत्मसात गरेर सुरुमा बुझ्ने चेष्टाको विकास गरेर तपाईँ आफ्नो आत्मकल्याण गर्नुहोस् र तपाईँले आफ्ना आफन्तहरूको पनि आत्मकल्याण गराउनमा मद्दत गर्नुहोस्। यो नै साँच्चै मानव हुनुको नाताले सबैभन्दा ठुलो पुण्य हुनेछ। त्यति बेला मात्रै पछुतो हुनेछ जति बेला यो जीवले तपाईँको शरीर छोड्दै हुनेछ। त्यति बेला मात्रै तपाईँमा ठुलो थै पछुतो हुनेछ। यो आवाज यदि सुन्दै हुनुहुन्छ भने त्यो पछुताउने होइन, बरु गर्व गर्ने गरिकन साँच्चै यो आत्मा कल्याणको मार्गमा मार्गी बन्नुहोस्, यो यात्रामा यात्री बन्नुहोस्। अन्त्यमा तत्त्वदर्शी सन्त रामपालजी महाराजको अनुयायी या शिष्य बन्नुहोस्। नाम दीक्षा लिएर विधिवत रूपमा आत्मकल्याणको मार्गमा आफूलाई होम्नुहोस्। साँच्चै यो चौतर्फी मृत्युको घेराबाट मुक्त भएर जहाँ जीवनै जीवन मात्र छ, मृत्यु छैन,
त्यो ठाउँमा पुग्नको निम्ति लालायित र आतुर बन्नुहोस्। मैले यहाँहरू सबैलाई यही सादर अनुरोध गरेँ। धन्यवाद। सत साहेब।